वक फर पिस विश्व शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकामा बौद्ध भिक्षुहरूको एउटा टोली हाल 2300 किलोमिटर लामो शान्तिका लागि पदयात्रामा निस्किएको छ। गत अक्टोबर 26मा टेक्ससबाट सुरु भएको यो यात्रा लुजियाना, मिसिसिपी, अलाबामा र जोर्जिया हुँदै हाल साउथ क्यारोलाइना पुगेको छ, जसको मुख्य उद्देश्य मानिसहरूमा आन्तरिक शान्ति, प्रेम र करुणाको सन्देश फैलाउनु हो। यात्राका क्रममा उहाँहरूले हरेक दिन आजको दिन मेरो लागि शान्तिपूर्ण रहनेछ भनी कागजमा लेखेर आत्मसात गर्न र मल्टिटास्किङ नगरी एकपटकमा एउटा मात्र काम गर्न सुझाव दिनुहुन्छ। यस यात्रामा आलोका नामको एउटा उद्धार गरिएको रेस्क्यु डग पनि सहभागी छ, जसलाई आलोका द पिस डग भनेर चिनिन्छ। वाशिंटन डीसी स्थित व्हाइट हाउस अन्तिम गन्तव्य रहेको यो पवित्र यात्रा सफलतापूर्वक सम्पन्न होस्। हार्दिक शुभकामना।